कृषक दाजुभाइहरूलाई मेरो नमस्कार छ। मेरो यो कुखुरा फर्म चाहिँ रामेछाप नगरपालिका रामेछाप वार्ड नम्बर 8मा पर्छ र यो मेरो चल्ला चाहिँ 1 हप्ताको भयो, जम्मा 7 दिनको। हेर्दा कति राम्रो एकदम फ्रेस चल्ला छ, एकदम राम्रो छ। हेर्नुहोस्, हाम्रो यो ललितपुर ह्याचरीको चल्ला हो। मैले यो कन्टिन्यू पालेको 10 वर्ष भयो। अहिलेसम्म एकदम राम्रो छ। गाईजहरू हेर्नुहोस्, यी फ्रेस छ। हेर्नुहोस्, यी एकदम राम्रो छ चल्लाहरू। यो कुखुरा मेरो यहाँनिर यो फर्ममा चाहिँ 400 चल्लाहरू छ। धेरै पालेर पनि हुँदैन साथीहरू। हेर्नुहोस्, थोरैबाट राम्रो हुन्छ। थोरै पाल्यो भने वेट पनि धेरै आउँछ र त्यसैले गर्दा एकदम राम्रो हुन्छ। त्यस कारणले गर्दा मैले यसो साथीहरूलाई सल्लाह सुझाव दिनुको लागि एउटा सानो भिडियो बनाएको हो। साथीहरूलाई मन पर्छ कि सल्लाह सुझाव लिनु छ भने लाइक सेयर कमेन्ट गरिदिनु अनुरोध गर्दछु। ल हेर्नुहोस् साथीहरू, एकदम राम्रो फ्रेस छ, फ्रेस एकदम।